ल सो हेलो एन्ड नमस्ते सबैजनालाई। है होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु है। अनि त्यही हो, आज चाहिँ हाम्रो ट्रिप छ मनाङसम्म। मनाङको पुल पुग्यो हामी चाहिँ। त्यो कत्रो लामो हो यो। यस्तो दामी दामी छ यताको भ्यू हेर्न सक्नुहुन्छ है। भ्यू चाहिँ फेरि मुस्ताङ भन्दा मनाङमा डेन्जर हिमाल पहाडहरू हेर्न सक्नुहुन्छ। ला 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 ल सो हेलो एन्ड नमस्ते सबैजनालाई। है होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु है। अनि त्यही हो, आज चाहिँ हाम्रो ट्रिप छ मनाङसम्म। अब हेरौँ, हामी मनाङ जाने भनेर बसिरहेको छौँ। तिलीचोनी पुग्न सक्छौँ है। अनि हामीसँग एउटा ड्युक छ 200, त्यसपछि यहाँ बुलेट छ। ल हेलो दाइ, वाट्सअप, के छ हालखबर? ल त्यही हो। अनि अर्को यहाँ छ भाइ। ल के छ मेरो भाइ? ल त्यही हो, हामीसँग यो 220 पनि छ। यो 220 चाहिँ हामी कहाँ धादिङसम्म मात्र होइन जाने। त्यही हो, यो 220 चाहिँ धादिङसम्म जान्छ। अनि त्यसपछि चाहिँ भाइ पछाडि बसेर जान्छ है। अनि अर्को एउटा एक्सपल्स जाने भनेर कुरा भएको थियो, तर एक्सपल्समा चाहिँ प्रब्लम आएको भएर चाहिँ हामी आरती नै लानु पऱ्यो है। आरती चाहिँ त्यहाँ पेट्रोल हाल्दैछ कृपेश। त्यही हो, अब के कस्तो हुन्छ है हेर्दै गरौँ। बाटोमा के कस्तो हुन्छ हेरौँ। अब तपाईँलाई बाटो चाहिँ थाहा छ? बाटो चाहिँ कसरी थाहा छैन, फेरि कहाँ हराइराख्ला हामी सबैजना। त्यही ल, यहाँ दाइलाई चाहिँ सब बाटो थाहा छ अरे। हामी चाहिँ मनाङको लागि निस्किँदैछु। खासमा 5 बजीतिर जाने भनेर मेसेज गरेको थियो। अहिले कति बजी देखाउनु त? अहिले तपाईँको 7 बजिसक्यो। 7 बजे हामी अझै यता पेट्रोल हाल्दैछौँ। मेरोमा फुल भइसक्यो, गोप्रो सेटअपहरू सब रेडी छ। त्यसपछि ब्याग पनि यस्तो छ है। त्यो पछाडि चाहिँ बाँधेनौँ हामीले। पछाडि बाँध्नु भन्दा पनि यसरी लान सजिलो लाग्यो मलाई चाहिँ। त्यही भएर ल, दाइले पनि बाँध्नु भएको छैन। ब्याग चाहिँ पछाडि नै यति लेखाएको छ। भाइको पनि त्यही छ। अनि एउटा चाहिँ आरसी पेट्रोल हाल्दैछ है। म तपाईँलाई देखाइहाल्छु। अनि भाइ के छ ल? अनि के यस्तो भनिदेऊ नि त ल। रमाइलो गरेर आउनुपर्छ है। त्यो अन्तिमसम्म भिडियो चाहिँ हेरिदिनु होला हो क्या। सो हामीले चाहिँ सबले पेट्रोल हाल्छ है, हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ लास्टमा 20 जना आरती लग्ने भयो। वाट्सअप माई ब्रो, के छ हालखबर? आरतीमा अब कतिको गाह्रो हुने हो। अब मनाङसम्म जान्छ कि जाँदैन भन्ने कुरा हो। आरती हामीले खासमा एक्सपल्स जाने भनेको थियो। एक्सपल्समा चाहिँ के भएको थियो साथी? टायरै गएर चाहिँ हामीले फेरि लास्टमा आरती नै लानु पऱ्यो है। र त्यही अब ढिलो नगरिकन सबजना रेडी भइसकेको छ। ल दाइ, बाई बाई दाइ, पर्खेला फेरि। ल भाइ दाइ, ल ल अब सिधै गोब्रोमै गएर भेटौँ है त। ल सो फाइनली हामी चाहिँ यता यो सुरुङ मार्गको बाटोतिर पुगिसके, नामढुङ्गा कटेर। फेरि केटाहरू त्यही त हो नि, अब मनाङ जाउँ भने ल जाने भए जाउँ भनेर चाहिँ निस्किदिइहाल्यो है। अहिले घुम्ने बेला भने घुमेर बस्नुपर्छ के, घरबाट यसो कुरासुरा मिलाएर होइन। चट्ट घुम्ने बेला चाहिँ मजाले घुमेर बस्नुपर्छ। पछि फेरि घुम्न जानु मन लाग्यो पनि कहिले साथी हुँदैन, कहिले के हुँदैन, कहिले पैसा कहाँ मिल्दैन। अनि अहिले त सब भइरहेको बेला गइदिइहाल्नुपर्छ भनेर चाहिँ म चाहिँ निस्किदिएको। राति नै ब्याग हानेर छोरो चल्दिस् मनाङको लागि। अब मनाङमा चाहिँ दामी दामी ठाउँ छ है। अब आउने भिडियोहरू चाहिँ हेर्दै गर्नु होला। दामी दामी भिडियोहरू आउँछ। मनाङमा झन् यस्तो बवाल ठाउँ छ है। अब हेरौँ, मिल्यो भने हामी तिलीचो लेक पनि जाने भनेर बसिरहेको छु है। सबजनाले प्रायः त्यो ट्रेकिङ स्टिकहरू सब ट्रेकिङ जाने भनेर आएछ। म त तिलीचो त हान्न सक्दैन भनेर आएको छु। अब हेरौँ, केटाहरू जोसायो भने चाहिँ हामी तिलीचो पनि जान्छौँ। त्यसको लागि चाहिँ हजुरहरूले भ्लग चाहिँ डेली हेरिराख्नु पर्ने हुन्छ है। मेरो यहाँ डिस्प्ले गएर केही पनि देखाउँदैन भने अस्ति पानी परिरहेको थियो, बाइक यत्तिकै छोडिरहेको थियो। यहाँ पानी छिरेछ कि, यहाँ टेप थिएन पहिला, पानी छिरेछ। हेर्दाखेरि त ल डिस्प्ले नै छैन। त्यही हो, अनि डिस्प्ले बनाउनु दिएको, के अरे यो अब बन्दैन भन्दै सिधै। डिस्प्लेको कम्ती पनि अस्ति सोरुम गएको थिएँ, 22,000 थियो। 22,000 हो यस्तो डिस्प्लेलाई एउटालाई। ल त्यही केटाहरू चाहिँ अगाडि गइसक्यो। हामी चाहिँ धादिङमा एकछिन ब्रेक लिन्छौँ। ल यसो फाइनली हामी चाहिँ यता धादिङ आइपुगेँ। अब यता चाहिँ हामी यसो औषधिहरू किन्दैछौँ साथीकोमै। हाम्रो हालत हेर्न सक्नुहुन्छ, पुरा बिजो भइसक्यो। अनि यो एउटा लिएर आएको थिएँ मैले, अब यो लगाइरहेको छु। पुरा हिलो भइसक्यो। रेनकोट योवाला रेनकोट पनि बोकेरहेको छु। त्यही यो चाहिँ हामी तल पनि लाउनु मिल्छ, माथि पनि हो कि, तर तिम्रो सुटै हो कि यो। त्यही हो। अनि अर्को एउटा कहाँ गयो यार यो जुत्ताको कभर, मैले चाहिँ यो जुत्ताको कभर पनि लिएर आएको छु क्या।
यता अब असारको महिनामा पानी झन्डै हाल्यो पानी पर्छ भनेर चाहिँ मैले सब लिएर आएको छु। त्यही हाम्रो बाइकहरू चाहिँ त्यहाँनिर छ। अहिले चाहिँ हामी यता धादिङमा यसो औषधिहरू किन्दैछु। दाइहरू चाहिँ यता रेनको दिन जानु भइरहेको छ है। ल त्यही हो, कस्तो छ त साथी बाटो? ल त्यही हो, अब चाहिँ हामी यहाँबाट फेरि निस्किन्छौँ अनि कतै चिया खान जान्छौँ अनि भेटौँला है त। यार यता त फेरि कस्तो पानी परिरहेको रहेछ, यता हेर्न सक्नुहुन्छ है। बाटो चाहिँ सब भिजा छ। अब आर्थिमा मडगाड त छैन, अब कहाँसम्म छ्याप्ने हो हिलो। मेरो ड्युकमा पनि थिएन मडगाड। अनि हिजो राति यो मनाङ जाने भन्ने बित्तिकै मैले मडगाड सडगाड राखेर आइदिएको छु है। किनभने यो अहिले असारको महिनामा पानी परिरहेको हुन्छ क्या, त्यही भएर चाहिँ मैले मडगाड राखेको। आर्थिमा चाहिँ मडगाड छैन, अब टाउकोसम्म हिलो छ्याप्ने भयो साथीलाई। त्यही हो, यहाँ फेरि कस्तो पानी पऱ्यो हौ। उतातिर चाहिँ पानी परेको थिएन अघि, ठ्याक्कै यताबाट यो अगाडिबाट चाहिँ पानी परिरहेको रहेछ क्या। बाटो चाहिँ अब सब हिलो छ है। बाइक चिप्लिदिन्छ क्या, मेरो पछाडि अपोलो छ होइन, त्यही भएर पनि बाइक चाहिँ यस्तो हिलोमा चिप्लिदिइहाल्छ क्या। त पानी नपरोस् भनेको चाहिँ झन् पानी पर्न थाल्यो। ल आर्थिकको हालत हेर्न सक्नुहुन्छ। अब कहाँसम्म हिलो छ्याप्ने होला। ब्याग त अलिअलि फोहोर हुन भइसक्यो, ब्याग फोहोर भइसक्यो। सिट सबै नम्बर प्लेट छोप्दै गइरहेछ। बिस्तारै अब उता गएपछि नम्बर प्लेट पनि देख्दैन। ल यसो फाइनली हामी चाहिँ यता गल्छी आइपुगेँ। अघि माथि चाहिँ हामीले मेडिकलमा औषधिहरू किनेर आइछ। यता चाहिँ चिया खान आइरहेको छु। अहिले टाइम कति भयो दाइ? अहिले टाइम चाहिँ 8:49 भयो। हामी चाहिँ अहिले यता चिया खाँदैछु। चट्टला कृपेश यता छ, रजन भाइ यता छ। ल हाम्रो दाइ यता छ। आमा बडी बिल्डर हो नि फेरि दाइ अनि ल त्यही हो, हामी चाहिँ यता अब हल्का चिया नास्ता गरेर चाहिँ हामी चाहिँ अब यहाँबाट कहाँ जाने, खाना कहाँ जाने दाइ भन्नु त? पोखरा सिधै। ल त्यही हो, अब खाना चाहिँ पोखरातिर। अब कतै यति खाएपछि त भोकै लाग्दैन हौ गर्मीमा। खासै यति खायो भने पनि ठिक्क हुन्छ। अब ब्यागहरू चाहिँ अलिक राम्रोसँग बाँधेर लानुपर्छ। त्यही हो। ल यहाँ कस्तो गर्मी भयो बे। धुलो चाहिँ बवाल धुलो छ, हेर्न सक्नुहुन्छ। सब धुलै धुलो छ। चिया खाम अनि चलौँ। ल यस्तो फाइनली हामीले चाहिँ यता चियाहरू खाइसक्यो। हामीले ब्याग पनि मजाले बाँधिसक्यो। मेरो बाइकमा चाहिँ यता 2टा बाँधिदिएको छु, 3टा डोरी लाएर बाँधेको छु है। यस्तो छ बाइक चाहिँ। त्यसपछि बुलेटमा 2जना भयो अनि आर्थिमा चाहिँ 1जना भयो। कृपेशले चाहिँ एउटा ब्याग बोक्छ। त्यही हो। ल अब चाहिँ हामी यहाँबाट जान लागिरहेको छु। अनि हामीलाई यहाँ धादिङबाट प्योर लिची दिएर ल्याएको छ हाम्रो साथीले। त्यही हो। अब हामी चाहिँ यहाँ सब प्याकअप गर्दैछौँ। त्यसपछि हामी यहाँबाट जान्छौँ। यहाँ डोरी हेर्न सक्नुहुन्छ कति हो डोरी पनि। र त्यही अब चाहिँ हामी यहाँबाट सिधै अब कहाँ स्टप लिँदा हामी लमजुङ। अब यहाँबाट सिधै लमजुङमा वाइल जानुपर्छ आज। आनन्दले जान्छौँ। पेट्रोल सबैकोमा छ। बाइकहरू मेरो चाहिँ एउटा यो क्लचको टार एउटा लिन पाएको भयो भने त यो क्लचको टार जानै लागिसक्यो हेर्न सक्नुहुन्छ है। यस्तो भइसक्यो क्लचको टार जान लागिसक्यो। अब यो बाटोमा कहीँ पायो भने चाहिँ आता एउटा क्लचको टार चाहिँ लिएर जान्छौँ त। अब आनन्दले गए। बाइकले ढोका चाहिँ दिनु भएन क्या, अरू जे भए पनि होइन त दाइ। बाइकले एउटा चाहिँ ढोका दिनु भएन क्या। बाइकले ढोका दियो भने त बिजोग हुन्छ। ल लेट्स गो गाइज। पानी चाहिँ नपरोस्, बाइकले ढोका नदियोस्। कस्तो अप्ठ्यारो जस्तो भयो यार यता। ल अब जान्छौँ। के हो यो त स्विमिङ पुलै छ त यता। बाबा यहाँनिर खुट्टा टेक्यो भने त गयो। सब हिलो भइसक्यो। यता यो पानी परिरहेको थियो। हिजो पनि बवाल पानी परिरहेको थियो, आज बिहान पनि पानी पऱ्यो यता। बाटो चाहिँ अब सब यस्तै होला जस्तो लागिरहेछ मलाई। ठन्डै सब हिलो छ्याप्दै यार एक बाटो त आर्थिकको हालत के सरी ल स्टार्ट अफ भयो त कसरी? स्टार्ट अफ भइदिँदा झन्डै खुट्टा टेके। सुज प्रोटेक्टर त छ त्यही पनि। ल सो फाइनली हामी चाहिँ यता ग्यारेज आइरहेको छु। मेरो चाहिँ यो तार चाहिँ फेरेरै जाउँ भनेर क्या। अनि त्यसपछि यो हाम्रो आर्थिकको चाहिँ कोन अलिकति टाइट थियो, आर्थिकको चाहिँ कोन लुज गरेँ। अनि त्यसपछि यो मेरो चाहिँ एक्सिलेटर के अरे क्लच तार चाहिँ फेरेरै गएको राम्रो जस्तो लाग्यो मलाई। किनभने मनाङमा एउटै ओक्छ भएर छैन कि, फेरि मनाङ गएर त्यो क्लच तार छुट्यो भने चाहिँ साइकै हुन्छ भनेर चाहिँ यहाँ मैले फेर्दैछु। हेर्न सक्नुहुन्छ यहाँ क्लच तार चाहिँ फेर्दैछ। तर यहाँ त लास्ट गर्मी भने काठमाडौँमा भन्दा नि यहाँ गर्मी है दाइ। र त्यही हाम्रो दाइकोमा फेरि दाइ यो ठाउँको नाम के हो? गजुरी धादिङ। गजुरी धादिङ हिरोहन्डा। र त्यही हामी चाहिँ यता तार सार फेर्छौँ अनि यहाँबाट सिधै
जान्छौँ। यसको चाहिँ कोन हल्का लुज गरेँ, अब त्यो चाहिँ एक्चुली के अरे क्लस्टर चेर्दैछौँ। हालत चाहिँ धुस्तै भइसक्यो हाम्रो, त्यही होला। फाइनली यो तार चाहिँ चेन्ज गरेर आइसक्यो। यता बबाल पानी परेर रहेछ क्या फेरि। अब चाहिँ हामीले ब्याग स्याग सब निकालेर रेनकोट लगाएर जानुपर्ने हुन्छ। उफ बबाल गाह्रो भयो ल। आम्मा आयो है आयो बुलेट ग्याङ ल। पानी पऱ्यो क्या यता, अब गोरुमा देखाएको छ कि छैन है, पानी चाहिँ बबाल परिसक्यो। अब चाहिँ हामी रेनकोट लाउँछौँ अनि फेरि चल्दैछ ल। यसो फाइनली हामी चाहिँ यहाँ सबैले रेनकोट लगाइसक्यो होइन, हेर्न सक्नुहुन्छ। फर्स्ट टाइम इन द हिस्ट्री हो क्या। त्यही होला हामीले चाहिँ रेनकोट लगाइसक्यो। अब पानी हल्का हल्का परिरहेछ, पर्न चाहिँ बाइक चाहिँ यस्तो भइसक्यो। हाम्रो बाइक हेर्न सक्नुहुन्छ। बाबा यो टुरी त कहाँबाट आयो र त्यही अझै हामी पुगेको छैन यार, वाइल जानुपर्ने छ। हेर्दै गरौँ कहाँसम्म पुग्छौँ के गर्छौँ है। फाइनली कस्तो लाग्यो त हाम्रो साथीको कुदाइ। 150 155 गयो भन्छ है, हेर्नुभयो होला कस्तो लाग्यो भनिदिनु होला। हामी चाहिँ अनि यता पोखरा नगइकन यता भित्र लमजुङको बाटो छिरेको छु है। यो सिधा हाइवेबाट चाहिँ हामी भित्र छिरेको छु। त्यो चाहिँ खिच्न पाएन किनभने मेरो हेलमेट उसँग थियो। त्यही अहिले चाहिँ हामी भित्र लमजुङतिर लाग्दैछौँ है। गयो आर्जी आयो, आर्जी ल कस्तो कुद्यो होला त आर्जी। आर्जी त कस्तो गएको यार, मेरो 130 135 होला क्या स्पिड। तर मेरो यो डिस्प्ले बिग्रेर चाहिँ तपाईँहरूले देखाउनु पाएन है। त्यही हो, केही छैन। धेरै कुदाउनु हुँदैन क्या हामीले, त्यही भएर पनि अब यस्तो ड्याडीहरूले हेऱ्यो भने पनि कुदेको छैन नि त बाइक मेरो। त्यसरी बुझौँ न कुरा। ल अब यहाँबाट चाहिँ कहाँ जाने हो भन्ने कुरा हो। राइट हो कि लेफ्ट हो? वेयर वेयर कहाँ हो हाम्रो बुलेट राजा? कहाँ गयो? यता हो कि तल हो कि माथि भन्ने कुरा भयो। ल आयो आयो बुलेट आयो, ल जाउँ। बुलेट पनि कुद्या छ डेन्जर। गयो गयो ल। बाटो त गुल्ली छ त्यता। टर्निङ हान्न सकेन कि? ठिक छ ठिक छ ठिक छ, जान जान जान। धन्न कस्तो बचायो यार। उचाल त म नि त्यस्तै हुनु लाग्यो, ठ्याक्कै कम गरिहालेँ। उचाल त केही भएन तिमीलाई? अलिकति धगाल अगाडि। ल ल दाइ धन्यवाद। ह्यान्डल बाङ्गो भयो यार। के गयो यार? छ्या यार धन्न तिमीले कन्ट्रोल गर्यो भन न। धन्न केही पनि गएन, एउटा मात्र गयो। तिमीलाई चाहिँ के भयो? थत ल यार यही गएछ। उताबाट गाडी आएको भए त सिधै जान्थ्यो नि। ट्रन काट्न सकेन क्या, म नि त्यस्तै भयो क्या। ऊ सिधै ठोक्यो। क्या कामिरा यार। म पछाडि हेर्दै आएर क्या, म नि औँला थिएँ, ऊ सिधै गइदियो क्या। अझ कन्ट्रोल गऱ्यो भने न त उठ्थ्यो उताप्रति। अवस्था अरू त केही पनि भएन। तिमीलाई चाहिँ केही भएको छैन होइन? एकछिन बस एकछिन बस। कस्तो भयो यार तात। छ मैले अघिदेखि अनै थियो, गोब्रो अनै गरिरहेको थिएँ। उताबाट फ्लाइवे हान्दा हामी उताबाट सिधा कुद्दै आइरहेको थियो क्या। धन्न यता माथिबाट गाडी आएन यार। गाडी आएको भए त साइकको हुन्थ्यो। यहाँबाट सिधा थियो क्या बाटो।
हेर्न सक्नुहुन्छ है त्यहाँबाट यस्तो सिधा थियो गाउँदैन 130 140 मा होला यहाँ टर्निङ काट्न सकेन के यहाँबाट सिधै जोत्यो धन्न यार मान्छेले चाहिँ केही पनि भएन म त क्या डलाएर भने एकछिन त थात सेफ छौ नि तिमी केही छैन बाइक त बनिहाल्छ नि यो चाहिँ कहाँको रहेछ के यो यसकै झर्या झर्न त यो यसकै झर्या झर्न त यो कहाँको क्याब हो यो सातो गएको यार म त एउटा गयो अब यो लक सबै फेर्नुपर्छ यताको के गएको थियो यार धन्न मलाई तिमीलाई चाहिँ केही भएन भन न होइन त नत्र त कस्तो गयो भने थ्यात झन्न यहाँ गाडी आएन भन न गाडी आएको भए त झन् साइको हुँदैन थियो त यो ह्यान्डल चाहिँ अलिक बाङ्गो भयो अब यो ए यो यताको गाडी छ यताको यो यता एउटा रहेछ तेल होइन त्यो तेल होइन यो यता भित्र रहेछ यो राख्नुपर्छ यो हो त्यहाँ धन्न केही पनि भएन ल यसो साथी चाहिँ एकदम फाइन छ बाइक चाहिँ हल्का फुल्का सब ठोकेर यहाँ अगाडि ल यो पनि यता छुइसकेको छ त्यही हो अब चाहिँ हाम्रो साथी चाहिँ बुलेटमा बसिरहेछ जम ल मिटर बिग्रिरहेछ त्यो ड्युकमा थ्याट म त साइकको भए भने आम्मा स्ट्यान्ड ल जाउँ थ्याट यो त पुरै कोन सोन सब बाङ्गो भइसक्यो यो बाइकको त कोनै गयो यसको कोन एकतिर गइसक्यो बाइकै कोन बेरिङ कस्तो कोन भन्न साथीलाई चाहिँ केही भएन है भाइले चाहिँ अब यहाँ मेरो ड्युक चलाइरहेछ साथी चाहिँ पछाडि बसिरहेछ मैले चाहिँ यहाँ आरती लगिरहेछु है थ्याट यस्तो साइको भए मैले झन् लाइभ देखाएँ म नि त्यहाँ जान लागिसकेको थिएँ क्या मैले चाहिँ ब्रेक कन्ट्रोल मैले चाहिँ गियर ब्रेकिङले कन्ट्रोल गरिहालेँ उसको स्पिड बढी थियो टर्निङ हान्न लाग्यो हामै सकेन अनि सिधै गएर जोत्यो क्या त्यहाँ भन्न यार मान्छेलाई केही भएन त्यही हो ठुलो कुरा नै अब यो गोब्रोमा चाहिँ कस्तो देखाएको छ होला है अब यो प्रायः बाङ्गो भइसक्यो नि ह्यान्डल पनि बाङ्गो छ कोन पनि एकतिर गइरहेछ बाइकको अब यो बाइक चाहिँ हामीले लग्दैनौँ होला यो बाइक चाहिँ अब यतै कतै ग्यारेजमा छोडेर चाहिँ हामी यो त सब हल्लिरहेछ यार यो बाइक चाहिँ अब यतै कतै के अरे यो वर्कसपमा छोडेर चाहिँ हामी ड्युकमा डबल लोड जान्छौँ होला सायद है अब यो त लाने कुरै भएन कि सब हल्लिरहेछ क्या ल थ्याट आम्मा बाइकमा चाहिँ अब खर्च त छ सब बाङ्गिसक्यो यसको कोन सोन सब गइसक्यो अगाडिको भाइहरू सब फेर्नुपर्छ जस्तो लागिरहेछ अब चाहिँ आनन्दले जान्छौँ यार हामीले खाना पनि खाएको छैन अघि यता के अरे यो मलेखुमा चाहिँ माछाहरू त्यसपछि जुसहरू हल्का हल्का खाएर आइहालेँ अब चाहिँ हामी यहाँबाट कहाँ जान्छौँ हेरौँ के कस्तो हुन्छ है होस् अन्तिमसम्म भिडियो हेरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला है अब यही हो जे होस् रमाइलो गर्ने भनेर आएको के भइदियो यसको हेडलाइट झर्न लाग्यो यार झरिरहेछ सामानहरू बिजोक भयो बाइक बिस्तारै आउँ यार केटा हो यार यो बाटो चाहिँ एकदम पिच छ क्या पिच चाहिँ तपाईँको 140 150 कुट्छ तर कुन बेला कहाँनिर टर्निङ आउँछ चाहिँ थाहा हुँदैन क्या यतापट्टिको बाटो चाहिँ अब यसको यो हेडलाइट पनि सब फुटिसक्यो क्या अब लास्ट बिजोक भइसक्यो अब घर कसरी लग्ने हो यो बाइक हात दुखिसक्यो मलाई त एकछिन चलाउँदैन यो प्रायः कीहरू सबै बाङ्गो छ क्या अब वर्कसप चाहिँ कहाँ पाउने भन्ने कुरा हो क्या अब यतातिर सब हल्लिरहेछ यसलाई फान्ताङ फुन्टुङ सब हल्लिसक्यो यसको भाइले चलाइरहेछ आरती चाहिँ मलाई हातै दुखेको त्यो आरती चलाएर हामी चाहिँ फाइनली यता लमजुङ चाहिँ आइसक्यो अब यहाँको लमजुङको हावापानी चाहिँ यस्तै छ लमजुङ आइपुग्यो हामी फाइनली अब कहिले हो कति घन्टा लाग्ने हो मनाङ पुग्न अझै है हामी त नआएको आइज ल यसो फाइनली हामी चाहिँ यता लमजुङको अलि हाइट माथितिर आइरहेको छु यता वर्कसपमा है बाइक हेर्न सक्नुहुन्छ हाम्रो यता बाइक छ यो बाइक चाहिँ अब हाम्रो लास्टै अप्ठ्यारो भयो कि मैले अहिले चलाउँदाखेरि मेरो हातै मर्क्यो जस्तो भइरहेछ कि त्यो ह्यान्डल पनि बाङ्गो टी पनि बाङ्गो सकै फुटिसक्यो सायद सक वेल सब लिक भइरहेछ कि त्यही भएर चाहिँ हामी यता ग्यारेज आइरहेको छु यो बाइक अब के गर्ने भयो कि यहाँ सब गइसक्यो कि यताबाट हेडलाइट यो सबै गइसक्यो लग भित्रको यस्तो भइरहेछ ह्यान्डल पनि प्रायः बाङ्गो छ टी त्यो प्रायः सक वेल प्रायः लिक भइसक्यो अब यो बाइक लान पनि अप्ठ्यारो छ
नलगी पनि हुँदैन नि हामीसँग किनभने यत्रो सामान छ क्या डबल डबल लोड जानु हुन्थ्यो सामान यत्रो छ सामान कहाँ राख्ने त्यो बुलेटमा 2टा सामान छ यसमा 2टा ब्याग छ अब हेरौँ के हुन्छ है अब बाइक अब यता चाहिँ सोधेको आज एक दिन छोड्नुपर्छ टी बनाउन कता पोखरा कि कता लग्नुपर्छ भन्दैछ अब के हुन्छ देखा जाएगा लास्ट गाह्रो भयो अहिलेसम्म खाना खाएको छैन लगभग 1:30-2 बज्न लागिसक्यो अब यता के हुन्छ हेरौँ बाइक छोडेर जान्छौँ कि बाइक लिएरै जान्छौँ हेरौँ त्यसपछि तपाईँहरूलाई भेटौँ ल यसो फाइनली हाम्रो डिसिजन चाहिँ यो आरती चाहिँ हामीले यहीँ छोडेर जाने भयो है त्यही हो अब चाहिँ हामी 2टा बाइकमा मात्रै जान्छौँ कसुर छ हामी यहाँबाट गएर खाना खान्छौँ है लास्ट भोक लागिसक्यो अब आरती चाहिँ अब छोड्छौँ कति 2-3 दिनसम्म बनाएर राखिदिन्छु भनेको छ यो ह्यान्डल मात्र टीहरू सबै गएको छ टी चाहिँ अब काठमाडौँसम्मै गएर बनाउँछौँ जोस् यो बाइक यताबाट चाहिँ जोस् काठमाडौँसम्म चाहिँ पुग्ने हुने गरेर चाहिँ बनाइदिन्छु भनेको छ अङ्कलले अब चाहिँ हामी यहाँबाट जान्छौँ अब कसरी जान्छौँ चाहिँ थाहा छैन 2 जना बस्ने भनेर बसिया छ यो ब्याग यत्रो छ अब के हुन्छ तपाईँहरूलाई देखाइहाल्छु अन्तिमसम्म भिडियो चाहिँ हेरिदिनु होला अनि यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त ल अब चाहिँ हामी यहाँबाट गएँ ल यसो फाइनली हामी चाहिँ बाइक छोडेर आइसक्यो यता अहिले चाहिँ हामी यता खाना आइरहेको छु खाना आइसक्यो लमजुङमा छौँ अहिले अब हामीलाई यहाँबाट जान अझै 5-6 घन्टा लाग्छ अरे कति बज्यो अहिले कति बज्यो भन्दाखेरि 2:45 जति गइसक्यो अहिलेसम्म हामी यतै छौँ कहिले कहाँ जाने हो कहाँ बस्ने केही ठेगान छैन आरती चाहिँ त्यहीँ छोडेर आइसक्यो है अब खाना खान्छौँ अनि त्यस्तो भेटौँला है त ल यसो फाइनली हामीले चाहिँ खाना खाएर आइसक्यो यता चाहिँ अब पेट्रोल पम्प यही लास्ट एउटा मात्र पेट्रोल पम्प हो कि यहाँ पछि चाहिँ पेट्रोल पम्प छैन माथितिर त्यही अब हामी यहाँबाट पेट्रोल सेट्रोल हालेर चाहिँ जान्छौँ लगभग 100 किलोमिटर जति होला अब उता चाहिँ अब कस्तो के छ बाटो हेर्दै गरौँ है जस्ट उता पेट्रोल पम्प छैन भनेर थाहा भएको भएर चाहिँ फेरि फर्केर यता पेट्रोल हाल्न आइरहेको छु फुल हाल्छौँ अनि त्यसपछि जान्छौँ ल सो है हामी चाहिँ निस्किसके अब खोइ कहाँ हो बुलेट राजा खै आउनु कहाँ हो बाटो हेर्न सक्नुहुन्छ यहाँ बाटो अब जानी लड्न सक्छ हामी खुट्टा चाहिँ टेकिराख कृपेश तिमीले मेरोमा डबल छ बुलेटमा डबल छ हामीले आरती चाहिँ त्यहीँ वर्कसपमै छोडेर आइदिइसके खानासाना खाइसके तेल फुल हालिसके अब हामी यहाँ गन्तव्यतिर लाग्दैछौँ तर बाटो हेर न लड्यो फेरि बाटो त कस्तो ढुङ्गा हो यो बाटो बाटो त ढुङ्गा हेर्न सक्नुहुन्छ यस्तोमा फेरि यस्तो हात गल्छ क्या हामी सिक्लेस जाँदाखेरि पनि यस्तै थियो बाटो सब यस्तै भने सिक्लेसमा त झन् यता त हल्का यतासम्म मात्रै भन्दै थियो अब हेरौँ बाटो के कस्तो छ भन्ने कुरा हो तेरिकी बाटो त कहाँ बाटो खोइ ए यता खोला तर्नु पर्ने रहेछ त ओ खोला तरिन्छ खोलाको बाटो तरियो खोला तरि ल स्टार्ट भयो बुलेट त माथि नै अर्क्यो हत् सो फाइनली हामी चाहिँ यता पुल आइसकेको छौँ केही नदेखिने यता हरियो छ त यो पुल त अनि मिसफार खै त मिसफार मनाङको पुल पुग्यो हामी चाहिँ के हो कत्रो लामो हो यो पुल पनि ओए बाबा सही होला मनाङको पुलबाट चाहिँ हामी निस्किसकेको छौँ अब यहाँबाट कहाँसम्म जान्छ फाइनली हामी चाहिँ यता बुढ झर्ना ल झर्ना अगाडि आएको छौँ यहाँ सबले फोटो खिचिरहेको छ तर हामीले ढिलो भइसक्यो भाइ कति बजी हेर त एकचोटि टाइम 6:05 गइसक्यो अझै हामी कहाँ बस्ने कहाँ पुग्ने भनेर केही अत्तो पत्तो छैन कुदाउनु चाहिँ वाइल्ड कुदाइरहेको छु सबै अफरोड छ योभन्दा बरु मुस्ताङको बाटो 10 गुणा 20 गुणा राम्रो छ कि यस्तो राम्रो छ एउटा झर्ना आएर चाहिँ ब्रेक लिएको है ल त्यो फेरि यहाँबाट जान्छौँ 3टा ब्याग त्यसमा बनाएको छ एउटा ब्याग चाहिँ भाइले बोकेको छ जाउँ बस भाइ
लेट्स गो चल त्यसकोटा हो मनाङमा भन्ने गीत निकाल्नु पर्यो अब भाइ मनाङमा त्यो त सबले मुस्ताङमा भन्थ्यो त अब मनाङमा ल सही हो ल अब फेरि हामी यहाँबाट तर्फ लाग्छौँ गन्तव्यतर्फ लाग्छौँ बाटो चाहिँ ढुस्दै छ यताको बाबा कस्तो दामी देखायो त्यो डाँडा हेर न बिचमा अलिकति मात्रै टुक्लुक्क अगाडि आइरहेछ क्या हरिब देखिरहेछ यार त्यही हो हामी चाहिँ अझै पुगेका छैनौँ अझै हामी जाँदैछौँ अब कहाँ पुग्छौँ तर भ्यू चाहिँ एकदम राम्रो छ यार यता यस्तो दामी डाँडाहरू छ ब्याग झर्न लाग्यो जस्तो यार हाम्रो यता फेरि ब्याग बाँध्दा 2 घन्टा गइसक्यो हामी यो यतिखेर टप्प उता मनाङतिरै पुग्नु पर्ने हो लास्टै ढिलो भयो क्या आज यस्तो दामी छ यार यताको भ्यू हेर्न सक्नुहुन्छ है भ्यू चाहिँ फेरि मुस्ताङभन्दा मनाङमा डेन्जर हिमाल पहाडहरू हेर्न सक्नुहुन्छ अब भोलि बिहान हिमाल देख्छ होला सायद है अहिले चाहिँ डेन्जर छ यार पहाडहरू त है यस्तो सानो गुफाबाट गइरहेको छौँ हामी त्यही हो मैले चाहिँ खासै भिडियो गरेको छैन किनभने गोप्रोमा चार्ज पनि छैन क्या त्यही हो ल हामी चाहिँ यहाँ रमाइलो गर्दै गइरहेको छौँ यस्तो हरिभ ठाउँ छ यार नेपालमा तर गाह्रो छ यार यो बाटो चाहिँ हल्का अफरोड छ अफरोडै छ भनौँ न है मुस्ताङभन्दा चाहिँ गाह्रो छ हामी बस्ने त अब खै कहाँ हो अब भोलि टिलिचो जाने भनेर त प्लान बनाएको हो अब हेरौँ के हुन्छ टिलिचो पनि अब कसरी जाने हो रेस केही छैन हिजो सुतेन आज अब सुत्दाखेरि कति बज्छ होला भोलि अब बिहानै टिलिचो जाने भए 3-4 बजीतिर उठेर जानुपर्छ भन्दै थियो अब के कस्तो हुन्छ हेरौँ अहिलेको लागि चाहिँ भ्यूहरू हेरौँ सही देखिरहेको छ यार भ्यू त यहाँबाट खस्यो भने त के होला मान्छेको एउटा हड्डी पनि भेट्दैन होला कि यस्तो माथि आइसक्यो क्या हामी यस्तो हाइटमा आइसक्यो हामी ल सो फाइनली अहिले चाहिँ लगभग रातिको 8 बजिसक्यो हामी चाहिँ यस्तो जङ्गलको बिचमा छौँ ल सो फाइनली हामी चाहिँ यस्तो जङ्गलको बिचबाट आइसक्यो यहाँ मेरो साइलेर हेर्न सक्नुहुन्छ साइलेर पनि झरिसकेको छ यता पनि गइसकेको छ त्यही हो हामी चाहिँ अहिले यो कुन चामे भन्ने ठाउँमा आइपुगे अब भोलि चाहिँ कहाँ जाने त हामी भोलि टिलिचो बेस क्याम्प चाहिँ भोलि पुग्छौँ भन्दैछ है ल हेरौँ अहिले चाहिँ कति बज्यो अहिले 8:20 भइसक्यो हामी चाहिँ यता चामेमा छु यता होटेल बुक गरिसक्यो है अब हामी यहाँ बस्छौँ र साथी अनि कस्तो अनुभव भयो त नि लडेर आज के दुखेर तिमीलाई अघिसम्म चाहिँ केही भएको थिएन अरे अहिले चाहिँ हात खुट्टा दुखेर आयो भन्दैछ त्यही हो अहिले चाहिँ मुभ सुप लगाएर बस्छौँ अनि हाम्रो चाहिँ होटेल यही हो रुम चाहिँ भित्र छ रुम पनि हेरेर आइसकेको छु अब ब्यागहरू निकाल्छु अनि त्यही हो अब आजको लागि चाहिँ यति नै भोलिको भ्लग हेर्नु होला भोलि चाहिँ हामी टिलिचोको बेस क्याम्पसम्म पुग्छौँ बिहानै उठेर जान्छौँ आजको लागि चाहिँ यति भन्दै आजको भ्लग यता इन गर्न चाहन्छु है बाई बाई भनिदेऊ नि त ल बाई बाई भनिदिनु त ल